नमस्कार। मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्दै गर्दा यो भनाइलाई पछ्याउँदै हामी सबैजनाले जुन किसिमको आफ्नो आफ्नो ढङ्गबाट आफ्नो कमाइको केही अंश चाहिँ समाज सेवामा कन्ट्रिब्युट गर्नुपर्छ, दिन दुखी असहायको सहयोग गर्नुपर्छ, विद्यामा लगाउनुपर्छ, समाज सेवामा लगाउनुपर्छ, विकासमा लगाउनुपर्छ भनेर भन्दै गर्दाखेरि एउटा त्यस्तै समाजसेवी स्वभावका चाहिँ व्यक्तित्व नमस्कार गर्न चाहे सबैजनालाई। विजयजी के छ खबर? एकदमै ठिक छ, अहिलेको लागि स्वस्थ छु, मस्त छु, व्यस्त छु। मलाई चाहिँ कस्तो लाग्छ भने जसलाई पानी तिर्खा लाग्छ उसैले नै कुवा धाउनुपर्छ। ऊ त 9 नम्बरको मान्छे, म यता 19 नम्बरमा आइपुगेको छु। हामी चाहिँ एउटा स्कुलमा जाँदैछौँ, जुन स्कुलमा चाहिँ हामीले केही अवस्थाहरू देख्यौँ जुन चाहिँ अलिकति नाजुक देख्यौँ, जुन शिक्षाको क्षेत्रमा सरकारले धेरै गरिरहेछ भन्ने कुराहरूको लागि चाहिँ त्यो एउटा व्यङ्ग्यात्मक अभिव्यक्ति हुनसक्छ जस्तो लाग्यो मलाई। अनि हामी सबैजनाले सरकारलाई मात्रै दोष दिएर बस्ने होइन, हामी आफ्नो क्षेत्रबाट जे गर्न सक्छौँ त्यो चाहिँ हामीले लागि परेर गर्नुपर्छ, किनकि आजको बालबच्चा भोलिको युवा हुन् र भोलिको युवा भनेको देशको कर्णधार हुन्। त्यही पनि तपाईँहरूले सुन्नु भएको होला, देख्नु भएको होला। अब तपाईँहरू यो क्षेत्रको हुनुहुन्छ भने तपाईँहरूलाई थाहा होला, लेकपानी स्कुल तपाईँहरू आफै पनि आउन सक्नुहुन्छ। तपाईँहरू सहर बजारमा पढिरहनु भएको छ भने एकपटक गाउँ आउनुहोस्, एकपटक यो ठाउँ हेर्नुहोस् होइन। अनि तपाईँहरूले पढिरहनु भएको, तपाईँहरूले लिइरहनु भएको सेवा सुविधा र यहाँ भएको अवस्था देख्दाखेरि तपाईँहरूले आफै नै विचार गर्नुहुनेछ। ओके, धन्यवाद। तपाईँको यो कदम आज सुरुवात भए तापनि भोलिको दिनमा यसले अझै पनि सुरुवाती चरणमा सानै भए पनि आगामी दिनहरूमा एकदमै ठुलो हुँदै जाओस्, भोटर कमाउनु होला र समाज सेवाप्रति तपाईँको जुन यो भाव छ यसले चाहिँ एकदमै विकराल रूप लियोस् भन्दै शुभकामना व्यक्त गर्न चाहन्छु। आउनुहोस् हामी दुवैजना सँगै जाउँ है त। हे भोलेनाथ, हे भोलेनाथ, हे भोलेनाथ, हे भोलेनाथ, नन्दीमा चढेर कता हिँड्यौ पार्वतीको साथ, नन्दीमा चढेर कता हिँड्यौ पार्वतीको साथ, तिमी बसौ कैलाशमा कहिले आउने हो, तिमी बसौ कैलाशमा कहिले आउने हो, हामी त तिम्रै लागि धाउने 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 हो। हामी यतिखेर स्कुल मा आइसकेका छौँ। हामी आइपुग्यौँ, हामीले स्कुलको गेटबाट छिर्दैछौँ। हल्का रमाइलो होइन, यो बाटोको थकाइलाई स्ट्रेस लागेर कम गर्नको लागि होइन, यसो हल्का रमाइलो गफ गरेको होइन। ल वेलकम, स्वागत छ। हामी आउँदैछौँ। नमस्कार 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 नमस्कार। अनि सबै पढाइ भइरहेछ? ओके, नमस्कार नमस्कार नमस्कार। आराम हुनुहुन्छ? नमस्ते नमस्ते। आराम छौ? पढिरहेको हो? कहिले आउने हो, हे भोलेनाथ, हे भोलेनाथ, नन्दीमा चढेर कता हिँड्यौ पार्वतीको साथ, खै नमस्ते गरे। नमस्ते। हामी चाहिँ तपाईँहरूलाई भेट्न भनेर बजारबाट, हेटौँडा बजारबाट आएको है। तपाईँहरूलाई चाहिँ तपाईँहरूको चाहिँ पढाइमा अझै राम्रो होस्, के कस्तो हुन्छ भनेर हामीले धेरै त गर्न सक्दैनौँ, तर थोरै थोरै तपाईँहरूलाई पढ्नलाई सहयोग होस् भनेर अहिलेलाई चाहिँ अलिअलि कपी किताबहरू लिएर आएको छौँ। त्योहरू तपाईँहरूलाई दिनलाई हामी आएको हेटौँडाबाट। तपाईँहरू धेरै पढ्नुपर्छ, हुन्छ? धेरै पढेर ठुलो गरेर भोलि पर्सि गाउँको विकास गर्नुपर्छ सबैजना मिलेर है। एकबाट बहिनी अमृता थिङलाई म अगाडि आउन अनुरोध गर्न चाहन्छु। अमृता, ल अमृता आउने। विजय ल। ल यो चाहिँ अमृता चाहिँ पुतली जस्तै रहेछ नि, अमृतालाई पुतली जस्तै। ल है त। झुकेर सदा भक्ति गर्ने हो, सदा भक्ति गर्ने हो, हामी तिमीलाई सम्झेर मन शुद्ध बनाउने हो।
नसोचिवाको बेता बस्यो माया गर नसोचिवाको बेता बस्यो माया गर रिसाया पानी ठिकै कुसाया पानी ठिकै कति मिठो माया कति मिठो माया एकदम सही टाइममा आइपुग्नु भन्नुभयो ठिकै छ अब बसौँ बस्नुहरूलाई पनि आसन ग्रहण गर्नु अनुरोध गर्न चाहन्छु साथै अब हामीले लिएर आएको त्यस्तो धेरै त खासै केही गर्न सकेनौँ के अरे भाइ बहिनीहरूलाई हामीले वितरण गऱ्यौँ अब बाँकी केही अलि पाठ्य सामग्रीहरू बाँकी छ त्यो हस्तान्तरण एकमुष्ट हस्तान्तरण गरिदिनु हुन सरलाई नै हस्तान्तरण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु ल यो चाहिँ सबै अब तपाईँले नै आफै मिलाएर अझै पनि केही थपहरू म पछि फेरि गर्छु है हुन्छ मिसहरूलाई नै बोलाउनु ल अब भाइ बहिनीहरू सबैजना सानो सानो भाइ बहिनीहरू अगाडि अनि ठुल्ठुलो भाइ बहिनीहरू अलिक पछाडि बस्नुहोस् ल आउनुहोस् त सबैजना अगाडि हेरिदिनु होला सबैजनाले नमस्ते गरिदिनु होला है त ल नमस्ते ऊ त अगाडि हेर अगाडि हेर नमस्ते